नमस्ते गुड मर्निङ एभ्रिवान। आज चाहिँ शुक्रबार होइन, आज 1 गते। आज शुक्रबार पनि हो प्लस 1 गते पनि हो। आजको मार्केट के कस्तो छ त्योपट्टि बाहिर गएर हेर्ने नै छौँ। आज चाहिँ शुक्रबार है, बाहिरको माहौल कस्तो छ हेर्छौँ र तपाईँहरूलाई शुभ लाभ स्टोरमा स्वागत पनि गर्दछु। हाम्रो चाहिँ उदयपुर कटारीमा रहेको शुभ लाभ स्टोर है। यहाँनिर चाहिँ तपाईँहरूले धेरै थरीको मोबाइलहरू पाउन सक्नुहुनेछ। साथै मोबाइल बनाउनु त भइसक्यो। आजको बजार यस्तो खालको हेर्न सक्नुहुन्छ। खसीहरू दोहोऱ्याएर हिँडिरहेको छ चक्कर लगाएर। अनि हाम्रो भगवती मन्दिर त्यहाँबाट चाहिँ हाम्रो पसलको लोकेसन पनि एकदम सजिलो छ, मैले हालि नै रहेछु। ठ्याक्कै बिग बजारको अपोजिट है, सारा ब्युटी पार्लर रहेको छ अगाडि, टक्सरी टेलर्स। ठ्याक्कै त्यसको अगाडि चाहिँ हाम्रो शुभ लाभ स्टोर भनेर एउटा बोर्डै लागेको छ। हाम्रो पसलै छ, प्लस छेउमा भाँडा पसल छ है। कोही आउनु होला है, केही सामानहरू लिनु छ, बिजुलीको सामान यताउता केही लिनु छ या मोबाइलहरू बनाउनु छ। हजुरहरूलाई होलसेलमा कुनै पनि सामानहरू चाहियो भने पनि सम्झिन सक्नुहुन्छ। होलसेलमा डिस्प्लेहरू चाहियो भने पनि मलाई सम्झिँदा हुन्छ। ढुक्कसँगले तपाईँले होलसेलमा पनि पाउनुहुन्छ। मोबाइलमा लाग्ने पार्ट्सहरूदेखि लिएर अन्य सामानहरू होलसेलमा पाउनुहुन्छ। तपाईँहरूले चाहिँ त्यो लिनुपर्ने छ भने चाहिँ शुभ लाभ स्टोर भिजिट गर्नु होला र मलाई व्हाट्सएप गर्दा पनि भयो। नजिकै हुनुहुन्छ भने हामीले डेलिभरी पनि, फ्री डेलिभरी पनि गरिदिन्छौँ हजुरहरूको लागि होइन। टाढा हुनुहुन्छ भने त अब भन्न सकिन्न, नजिकै हो भने चाहिँ हामीले डेलिभरी सुधा गरिदिन्छौँ सामानहरू है। कुनै पनि सामान हामीसँग पङ्खा, मिनी पङ्खा, ठुलो पङ्खा, सबै साइजको पङ्खाहरू। जस्तै यो पङ्खा देखिरहनु भएको छ, यो मेरो हातमा छ, सिल्भर टेकको छ, 2 घन्टा ब्याट्री ब्याकअप भएको बवाल यो पङ्खा रहेको थियो। यसको तपाईँहरूलाई मात्र 500 रुपियाँ पर्छ है। किनभने गर्मीमा होइन, आफू कति गर्मी यसो गर्छ नि त छोरी मान्छेहरू, गर्मी कति धेरै भनेर। तर यो लिएर हिँडेपछि के हुन्छ भने 2 घन्टा 2.5 घन्टा ढुक्क हुन्छ कि टक्क होइन। त्यो के भन्छ, पङ्खा चलाउँदै 1 2मा चलाउँदै 3 स्टेपसम्म हुन्छ स्पिड भने, 1 र 2मा चलाउँदा नि भयो। र हजुरहरूलाई अब अहिले लाइन गएकै छ, मलाई चार्जेबल बुलहरू चाहियो भन्नुहुन्छ नि, त्यो पनि हामीसँग छ। एउटा वारेन्टीवाला छ, एउटा बिना वारेन्टीवाला, त्यो पनि म तपाईँहरूलाई देखाउँदैछु है। जस्तै यो रहेको चाहिँ केडिएस कम्पनीको 9 वाटको चार्जेबल बुल है। यो तपाईँहरूले मात्र पाउनुहुन्छ कतिमा भन्नुहुन्छ भनेपछि 600 रुपियाँमा। त्यो पनि 6 महिना ग्यारेन्टीको साथ है। यो बिना ग्यारेन्टीमा छ, यो 12 वाटको बुल। जुन यो 12 वाटको बुल तपाईँहरूले पाउनुहुन्छ 500मा। तर यो चाहिँ वारेन्टी ग्यारेन्टी केही पनि छैन है। त्यसै गरी हामीसँग अन्य सामानहरू छ, तपाईँहरूलाई लिनु मन छ भने आउनु होला, शुभ लाभ स्टोर भिजिट गर्नु होला। तपाईँहरूलाई एकदम ठुलो साइजको होइन 50 वाटको बुलहरू चाहिन्छ भने पनि छ। र स्पिकरहरू यसो मिनी स्पिकरहरू खोजिरहनुहुन्छ भने त्यो पनि छ हामीसँग। दारी काट्ने मेसिन पनि छ, एयरबड छ, दुनियाँ सामानहरू छ। त्यसै गरी हामीसँग यस्तो ब्रान्डको स्पिकरहरू छ है, एमबिआर ब्रान्डको ठुल्ठुलो स्पिकरहरू पनि छ, पार्टी स्पिकरहरू बवाल छ। तपाईँहरूले रहेछ भनेदेखि आउनु होला। र टर्च लाइटहरू पनि देख्न सक्नुहुन्छ, यस्तो बवाल छ हामीसँग चाहिँ है। र तपाईँहरूलाई 12 भोल्टको ब्याट्री जुन चाहिँ ट्रलीहरूमा लाग्छ, त्यो चाहियो भने पनि त्यो पनि हामीसँग उपलब्ध छ साथीहरू। अनि त्यसै गरी तपाईँहरूको पङ्खा, स्ट्यान्ड पङ्खाहरू बिग्रेको छ नि, त्यो पनि, त्यसको कोइल पनि हामीसँग पाउन सक्नुहुनेछ। यो कोइल भयो भनेपछि अर्को के पाउनुहुन्छ तपाईँहरूले भने यो देख्न सक्ने ब्लेड है। यो ब्लेड पनि पाउन सक्नुहुन्छ तपाईँहरूले। जुन पङ्खाको भित्र हुन्छ त्यो भाँचियो, ल यो कहाँ किन्न पाउँछ त भन्नुहुन्छ नि, यो चाहिँ शुभ लाभ स्टोरमा पाउँछ है त। त्यसै गरी अरू अन्य सामानहरू पनि पाउँछ हामीसँग चाहिँ। चाहियो भने चाहिँ भिजिट गर्नु होला। अनि मेरो भिडियो चाहिँ के कस्तो लाग्छ तपाईँहरूले होइन, यसो कमेन्ट गरिदिनु होला। भिडियो के कस्तो छ, कस्तो भयो, के भयो भनेर चाहिँ पसल भिजिट गर्नु होला। र तपाईँहरूको लागि चाहिँ मैले एउटा सानो आइफोन पनि लिएर आएको छु, त्यो पनि म यो भिडियो मार्फत देखाउन चाहन्छु है। अहिले मसँग चाहिँ आइफोन 7 128 GB, ब्याट्री हेल्थ 100 भएको आइफोन 7 छ है त। यो पनि तपाईँहरूलाई सुपथ मूल्यमै मैले दिनेछु। र हामीले त्यो मात्रै नभएर हामी आइफोनहरू पनि बनाउँछौँ है। जस्तै मानिलिउँ आइफोन बनाउँछु भन्दाखेरि पनि यो आइफोन 11 है। आइफोन 11 यो चाहिँ मैले यसमा ब्याट्री र डिस्प्ले चेन्ज गरेको, एकदम बवाल खालको ब्याट्री र डिस्प्ले चेन्ज गरेको छु। हजुरहरूले पनि चित्त बुझ्छ यो होइन। अनि एउटा अझै अर्को पनि छ हो आइफोन 11, त्यो चाहिँ मैले कहाँ राखेको
पर्पल कलरको आइफोन 11 देख्न सक्नुहुन्छ। यसको पनि ब्याट्री चेन्ज गर्नुपर्ने, अहिले ब्याट्री आउँदै गरेकोले गर्दा चाहिँ मैले चेन्ज नगरिकन राखेको छु। योहरू एकदम सुपर मूल्य पाइन्छ भने तपाईँहरू यसरी नै भ्लगिङ गर्नुहुन्छ नि, हिँडेर होइन यसरी भ्लगिङ गर्नुहुन्छ नि, त्यसको लागि हामीसँग माइक पनि उपलब्ध छ। हामीले माइकको पनि भिडियो हालेको थिएँ र म आफै पनि युज गर्छु माइक चाहिँ होइन, किनभने अब भिडियो बनाउँदाखेरि मोबाइल अलिक पर हुन्छ, या क्यामेरा होस् या मोबाइल होस् अलिक पर हुन्छ। हामीले चाहिँ बोलेको त्यहाँ क्यामेरामा सानो साउन्ड आउँछ नि त, त्यो त्यसको कारणले गर्दा माइक चाहिँ युज गर्नुपर्ने हुन्छ। जस्तै मसँग छ यहाँनिर माइक, जस्तै यो बट्टामा माइक छ र मैले यही माइकबाट चाहिँ मैले अहिले भिडियो बनाइरहेको छु होइन। एकदम भनौँ न साउन्ड चाहिँ राम्रो आउँछ। अनि त्यसै गरी हामीसँग पङ्खाहरू पनि धेरै मोडलमा रहेको छ। जस्तै अब पार्टीहरूमा होइन यताउता के हो भाउजू कसरी ल्याइदिनु भएको त्यो ल्याउनु नि त्यो डिस्प्ले हाम्रो भाउजू आउनुभयो मोबाइल बनाउनु त। ल अब मोबाइल बनाउनु पर्छ हामीले यो रेडमीको 12C। भाउजू अनि के छ हालखबर? चिया नास्ता खानुभयो? चिया नास्ता खानुभयो? नास्ता चाहिँ के खानुभयो त? हजुर घरै पोलेर कि बाहिरबाट ल्याउनु भयो? ल है साथीहरू, हामीसँग चाहिँ डिस्प्ले बनाउनुको लागि होइन आइसकेको छ। यो 12C मोबाइल रहेको छ। हामीले चाहिँ यसको अब डिस्प्ले चेन्ज गर्दैछौँ र तपाईँहरूको पनि मोबाइल बनाउनु पऱ्यो भने लिएर आउनु, एकदम फास्टमा एकदम सर्भिस राम्रो होइन हाम्रो चाहिँ भनेर हामीले चाहिँ त्यसरी बनाइराखेका छौँ। र तपाईँहरू पनि मोबाइलहरू मर्मत गर्न यताउता के गर्नु पऱ्यो भनेदेखि चट्ट आउनु सक्नुहुन्छ। र अनि हामीले चाहिँ मैले अघि भन्दै थिएँ हाम्रो पार्टी होइन यसो उसको लागि चाहिँ पार्टीहरूको लागि अब कतै चर्चहरूको लागि कतै अब होइन हुन्छ नि बिहेतिर अलि ठुलो पङ्खाहरू खोज्दै हुनुहुन्छ नि, त्यो पनि हामीसँग छ। अनि त्यो पनि हामीसँग एकदम ठुलो साइजमा क्या, त्यो पनि टक्क लगाएर एकदम ठुलो साइजमा देखिरहनु भएको पनि एकदम ठुलो साइजमा छ। अनि यता यो चाहिँ हल्का नर्मल साइजमा छ। र हावा चाहिँ दामी आउँछ। र यो मात्र नभएर हामीसँग अरू अन्य कम्पनीको पङ्खाहरू पनि छ। र त्यसै गरी यो पङ्खा इलेक्ट्रिक केयरको पङ्खा हेर्नु सक्नुहुन्छ। छोटा बम बडा धमाका भन्ने चाहिँ यो पनि हेर्दा सानो छ नि त, तर खतरा छ कि यसको के भन्छ स्पिड चाहिँ। अनि सिलिङ पङ्खाहरू हामीसँग टन्नै छ। सिलिङ पङ्खाहरू चाहिँ तपाईँहरूलाई अब जस्तै यो पङ्खा भयो 2 वर्ष वारेन्टीवाला होइन, यो हेभल्सको यो पनि वारेन्टी नै छ। तुफानको भयो तुफानको पनि छ। हामीसँग 3टा 4वटा कम्पनीमा छ। अनि यो चाहिँ तपाईँहरूलाई मिस्त्री पाएन जोड्नु पर्ने थियो र मिस्त्री नै पाएन भन्नुहुन्छ भने चाहिँ म आफै गएर जोडिदिनेछु। तर त्यसको लागि जोड्नको लागि चाहिँ चार्ज लाग्छ है। डिस्प्ले के अरे पङ्खा जोड्न जानलाई चाहिँ चार्ज लाग्छ। हामी चार्ज लिएर हामी जोडिदिने पनि गरेको छौँ, घरमै गएर जोडिदिने होइन गरेका छौँ। र तपाईँहरूलाई जोड्न पऱ्यो या पङ्खाहरू लिनु पऱ्यो यताउता केही भयो भने सम्झिन सक्नुहुन्छ मलाई है त। हस् त, धन्यवाद।